हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई फेरि पनि म आफ्नो युट्युब च्यानलमा स्वागत गर्दछु। आजको भिडियोमा चाहिँ हामीले सिक्नेछौँ कि आइआरएसबाट आएको पैसालाई चाहिँ हामी कसरी ट्र्याक गर्न सक्छौँ। जस्तै कि आइआरएसबाट यदि तपाईको रिटर्न हुने आइआरएसबाट यदि तपाईले पाउनुपर्ने पैसा छ भने त्यो पैसा चाहिँ कहिले आउँछ, कसरी आउँछ र त्यसलाई हामी चाहिँ अनलाइन ट्र्याक गर्न सक्छौँ कि सक्दैनौँ, त्यो विषयको बारेमा आज हामी यहाँबाट सिक्छौँ है। आइआरएसबाट फिर्ता आउने पैसा चाहिँ हामी फिनान्सको पोर्टलमै ट्र्याक गर्न सक्छौँ, ठीक छ। त्यसको लागि तपाईँ गुगल वा क्रोम खोल्नु होला। खोलिसके पछाडि पोर्टल दास फिनान्कास सर्च गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ पोर्टल दास फिनान्कास, यो सर्च गर्नुस्। सर्च गरिसके पछाडि यस्तो किसिमको इन्टरफेस खुल्छ जहाँ तपाईले लगइन गर्नुपर्ने हुन्छ। लगइनमा क्लिक गर्नुस्। लगइनमा क्लिक गरिसके पछाडि यहाँ हेर्न सक्नुहुन्छ यहाँ निफ लेखेको छ। निफमा क्लिक गर्नु होला र यहाँ तपाईले आफ्नो निफ नम्बर र यहाँ पासवर्ड हालेर अनि यहाँ चाहिँ अथेन्टिकेटमा क्लिक गर्नु होला। अथेन्टिकेटमा क्लिक गर्छौँ। अथेन्टिकेटमा क्लिक गरिसके पछाडि कहिलेकाहीँ यस्तो किसिमको चाहिँ तपाईले मेसेज सो गर्छ। यस्तो किसिमको मेसेज सो गर्यो भने सिधै कन्टिन्यू लगइनमा क्लिक गरिदिनु। कन्टिन्यू लगइनमा क्लिक गरिसके पछाडि यहाँ हेर्न सक्नुहुन्छ यस्तो तपाईको चाहिँ पोर्टल खुल्नेछ जहाँ यो सर्च बार हुन्छ। यो सर्च बारमा चाहिँ गएर आइआरएस लेख्नुस्। आइआरएस लेखेर अनि यहाँ क्लिक गर्नुस्, सर्च गर्नुस्। ओके, सो सर्च गरिसके पछाडि यस्तो किसिमको इन्टरफेस आउँछ। ओके, सो यो जुन फर्स्ट अप्सन छ आइआरएस, सो यो फर्स्ट अप्सनको यहाँ एक्सेस लेखेको छ, यो एक्सेसमा क्लिक गर्नु होला। एक्सेसमा क्लिक गरिसके पछाडि तपाईले हेर्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुल्छ। ओके, त सबभन्दा पहिला तपाईको आइआरएसको पैसा रिटर्न आउनलाई जब तपाईले आइआरएस भर्नुहुन्छ त्यतिखेर तपाईलाई थाहा हुन्छ कि आइआरएसबाट मलाई पैसा रिटर्न आउँछ कि हामीले उल्टै पे गर्नुपर्छ। ओके, यदि तपाईको रिटर्न आउनेवाला छ भने त्यो आइआरएसको पैसा कहिले रिटर्न आउँछ त हामीले आइआरएस भर्दाखेरि जबसम्म हाम्रो आइआरएस एप्रुभ हुँदैन तबसम्म हाम्रो पैसा रिटर्न आउँदैन है। फर्स्टमा त आइआरएस एप्रुभ हुनु पर्यो। आइआरएस एप्रुभ भएको मितिबाट 15 देखि 30 दिनको भित्रमा चाहिँ हाम्रो पैसा के हुन्छ त रिटर्न आउँछ। ओके, सो कसरी चेक गर्ने आइआरएस एप्रुभ भएको छ कि छैन त्यो पनि म तपाईलाई यही भिडियो मार्फत देखाइदिन्छु है। यहाँ लेखेको छ अब्टेन प्रुफ, यहाँ क्लिक गर्नु होला। अब्टेन प्रुफमा क्लिक गर्ने बित्तिकै यहाँ हेर्न सक्नुहुनेछ मैले 2025 को अलरेडी भरेको थिएँ र यहाँ मात्र प्रुफ लेखेको छ भने तपाईँ बुझ्न सक्नुहुन्छ तपाईँको आइआरएस एप्रुभ भइसकेको छ। तर यहाँ चाहिँ हैन प्रुफ अफ डेलिभरी लेखेको छ भने तपाईँको आइआरएस एप्रुभ भएको छैन भनेर बुझ्नु पर्यो है, स्टिल पेन्डिङमा छ। र अर्को चिन्ने तरिका के हो, जब यहाँ प्रुफमा तपाईँले क्लिक गर्नुहुन्छ, प्रुफमा क्लिक गरिसके पछाडि यहाँ हेर्न सक्नुहुन्छ यो जुन पेजेस आउँछ नि यहाँ रेड स्टाम्प छैन है। यहाँ रेड स्टाम्प छैन भने तपाईको आइआरएस के छ त एप्रुभ भइसकेको छ है। यदि चाहिँ यो पेजमा चाहिँ यसरी रेड स्टाम्प आउँछ है, तपाईँ हेर्न सक्नुहुन्छ यो साइडमा मैले इमेज हालिदिएको छु। यो इमेजको जस्तो यदि रेड स्टाम्प आएको छ भने तपाईको आइआरएस एप्रुभ भएको छैन र यो स्टाम्प हटिसकेको छ यस्तो किसिमको आएको छ भने तपाईको आइआरएस के भइसकेको छ त एप्रुभ भइसकेको छ। ओके, सो अब हामी ट्राई गर्छौँ कि हाम्रो पैसाले चाहिँ हामी कसरी ट्र्याक गर्ने है। अब हेर्नुस्, जब तपाईँ यो पेजमा आइसक्नुहुन्छ हैन, यो पेजमा आइसके पछाडि तपाईँ के गर्नु होला, सिधा यहाँ कन्सल्ट द स्टेटमेन्ट लेखेको छ। यो अब्टेन प्रुफमा हामी भर्खर क्लिक गरेका थियौँ, त्योभन्दा माथि के छ कन्सल्ट द स्टेटमेन्ट। ओके, सो वी निड टु क्लिक हियर। ओके, कन्सल्ट स्टेटमेन्टमा क्लिक गर्नुस्। त्यस पछाडि यहाँ हेर्न सक्नुहुन्छ यहाँ लेखेको छ रिफन्ड इस्युड। ओके, सो रिफन्ड इस्युड भनेको गभर्नमेन्टले यानि कि फिनान्सले मेरो केसमा चाहिँ 39 युरो समथिङ सेन्ट है, 39 युरो 50 सेन्ट जति रिटर्न आउनेवाला थियो, त्यो गभर्नमेन्टले चाहिँ इस्यु गरिदिसकेको छ। ओके, इस्यु गरिसकेको छ। अब यो पैसा चाहिँ हाम्रो एकाउन्टमा आउँछ। यदि गभर्नमेन्टले इस्यु गरेको छैन भने यहाँ चाहिँ रिफन्ड इस्युड लेखेको हुँदैन। यो इस्यु लेख्नुपर्दा इस्यु गरिसकेको छ 10 देखि 15 दिनभित्रमा चाहिँ के हुन्छ त एकाउन्टमा पैसा आइसकेको छ। र गभर्नमेन्टले कुन डेटमा इस्यु गरेको हो त 2026 को 4 को 2 तारिक इस्यु गरेको। ओके, र यसको अतिरिक्त यानि कि एकदम डिटेल हेर्नको लागि जब तपाईले भ्यू डिटेलमा क्लिक गर्नुहुन्छ हैन, यस्तो किसिमको सबै तपाईले हेर्न सक्नुहुन्छ है। कुन डेटमा सबमिसन भयो, कुन डेटमा चाहिँ यहाँ इस्यु भएको छ, त्यो सबै यहाँ देख्नु हुन्छ है। र यसको यदि प्रुफ तपाईले डाउनलोड गर्न चाहनुहुन्छ भने यही यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसके पछाडि के हुन्छ भनेपछि तपाईले आइआरएस भर्दाखेरिको सबै डिटेल एलोङ विथ प्रुफ है। यसलाई चाहिँ हामीले के भन्छौँ भन्दैछि डेमोन्स्ट्रेसाउ दि लिक्विडिसाउ दि आइआरएस, यहाँ यो पनि दिएको छ है। अब यहाँ चाहिँ तपाईको सबै डिटेल हुन्छ यो पेपरमा र यही पेपर चाहिँ के हुन्छ त घरमा आउने गर्छ। यो कुन आइआरएस हो, मैले भरेको आइआरएस चाहिँ जोभेई आइआरएस हो है। जोभेई आइआरएस जुन यो वर्षदेखि चाहिँ 35 वर्षसम्मका व्यक्तिहरूले चाहिँ भर्न मिल्ने सिस्टम जुन गभर्नमेन्टले लागू गर्यो त्यो आइआरएस
चाहिँ मैले भर्दाखेरि चाहिँ मेरो 39 युरो चाहिँ रिटर्न आउने भयो है। यहाँ लेखेको चाहिँ हेर्न सक्नुहुन्छ 39 युरो चाहिँ के छ त मेरो रिटर्न आउनेवाला छ। सो यति नै हो। यो तरिकाले चाहिँ हामी ट्राई गर्न सक्छौँ कि हाम्रो आइआरएसबाट आउने पैसा चाहिँ अहिलेसम्म गभर्मेन्टले इस्यु गरेको छ कि छैन। यदि इस्यु भइसकेको छ भने विदिन 15 डेज, म्याक्सिमम 1 महिना लाग्छ, तर मोस्ट अफ द केसेसमा चाहिँ 15 दिनभित्रमा नै आइआरएसको पैसा रिटर्न आउने गर्छ। सो यस्तै किसिमको जानकारीमूलक भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। अहिलेको लागि थ्याङ्क यू भेरी मच।